गर्दा कुनै पनि मूल्य तिर्नु भएन, सबै थोकुर बनाउँदै गर्दा उहाँले कुनै पनि थोकको मूल्य तिर्नु पर्दैन। जब मानिस जातिलाई म तिमीलाई प्रेम गर्छु, म तिमीलाई माया गर्छु भन्दै गर्दा नि उहाँलाई चाहिँ क्रुसमा टाङ्नु पर्यो। उहाँ चाहिँ तपाईँ मेरो लागि चाहिँ क्रुसमा मर्नु पर्यो। अनि क्रुसमा जब उहाँले डल्लै उहाँले चाहिँ आफ्नो हातहरू फैलाउनु भयो अनि त्यतिखेर डल्लै स्वर्गदेखि उहाँको प्रेम चाहिँ तपाईँ अनि मेरो लागि चाहिँ अपार छ, चाहिँ पापक्षमा छ। ख्रीष्टको रगतमा चाहिँ हाम्रो जीवनमा चाहिँ चङ्गाई अनि छुटकाराहरू छ। अनि ख्रीष्टको नाममा चाहिँ हामीलाई चाहिँ उद्धार अनि मुक्ति छ। ख्रीष्ट येशूको नाममा चाहिँ हाम्रो जीवनमा चाहिँ हामीलाई चाहिँ उहाँले अनन्त जीवनको लागि चाहिँ बोलाउनु भएको छ। अनि ख्रीष्टमा चाहिँ हाम्रो लागि चाहिँ अनन्त जीवन छ। ख्रीष्ट येशूको नाममा चाहिँ हाम्रो पापहरू क्षमा छ है। अनि क्रिस्चियन जीवन भनेको चाहिँ धर्म परिवर्तन गर्ने जीवन होइन। क्रिस्चियन जीवन भनेको चाहिँ हाम्रो जीवन चाहिँ परिवर्तन, हामी भित्री मनदेखि हामी परिवर्तन जीवन हो हामी। अनि त्यस कारण चाहिँ क्रिस्चियन जीवन भनेको चाहिँ परिवर्तन जीवन हो, कुनै पनि धर्म परिवर्तन जीवन होइन। क्रिस्चियन जीवन भनेको चाहिँ सबैजनालाई चाहिँ उद्धार अनि मुक्तिको बाटोमा चाहिँ डोर्याउने जीवन हो। अनि अरूको लागि उदाहरण गर्ने जीवन हो, अरूको लागि सुवासना छर्ने जीवन हो, अरूको लागि दुर्गन्ध छर्ने जीवन होइन है। अनि त्यस कारण चाहिँ यस प्रभुमा चाहिँ सबै मानव जातिलाई चाहिँ उद्धार अनि मुक्तिको दैलो चाहिँ उहाँले चाहिँ खोलिदिनु भएको छ। अनि हामी क्रिस्चियनको लागि मात्र होइन, सारा मानव जातिको लागि चाहिँ जसले चाहिँ यीशु प्रभुलाई चाहिँ विश्वास गर्छ अनि उहाँमा उद्धार छ भनेर चाहिँ आफ्नो मुक्ति स्वीकार छ अनि त्यसको लागि चाहिँ अनन्त जीवन छ है। भने परमेश्वरले चाहिँ संसारलाई चाहिँ यस्तो प्रेम गर्नुभयो कि उहाँले चाहिँ आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर अनन्त जीवन पाओस्। आमेन आमेन आमेन।